सकिसकेको है। हामी खाजा खाएर हिँडिरहेको छौँ। अहिले हामी कहाँ पुग्यो? गल्छी काटेर अब बल्छी काटे थाहा छैन हिँडिरहेको छु मैले। हाम्रो मलेको अब आएको मलेको त्यही हो। मान्छेले खाएर सकेन माछा बारेर खान्छ मान्छेले। अहिलेको मान्छेले करेन्ट हाल्छ कि यो चाहिँ हामी यो मुक्लिनको सुन्तला है हामी खाँदैछौँ कि त। खाँदैन हुन्छ यता हाम्रो भेनाजु हुनुहुन्छ। सिङ्गल है अहिलेसम्म। यो पाएकोहरू खाउनु एक दुईवटा दामी लगाइहाल्छ नि। थ्याङ्क यू। हामी रङ डाँडामा छौँ। बेलुका स्न्याक खाएर छौँ एकदम मिठो। होमस्टेमा बसिरहेको छु। यहाँको लोकल खाजा चाहिँ हामी चाहिँ होमस्टे नबनाएर बसेको थियौँ र यहाँको आमाले हामीले बिहान बिहान तातो तातो सेलरोटी पोलेर यसो खाजाको रूपमा दिनुभयो। यो चाहिँ हामीले निकै मिठो लागेर हामी थपी पनि खाइरहेको थियौँ। हेलो गुड मर्निङ। आज चाहिँ हामी लङ भिलेजमा छौँ। अब चाहिँ हामी लङ होइन होमस्टे सरी लङ होमस्टे। अब चाहिँ हामी अलिकति होइन एक्सप्लोर गर्न लागेको छौँ। जम यहाँ हुनुहुन्छ मेरो दी, अगाडि हुनुहुन्छ दादा, त्यहाँ अगाडि भेनाजुको अगाडि एउटा हाम्रो दिदीको सानो पुत्ला के अरे फोटोकपी सुपुत्र लैजाम। हामी चाहिँ लङको होइन फेमस टी स्पट जानु के अरे आधी ल सेतो भइसक्यो रहेछ त। ल कालो चलेको छु मैले। यो मै हेर्नै सकिरहेको छैन बुढ्सकाल लागेको छ। यो नि माथि अन्नपूर्ण माता पुष्पको भ्यू। निकै उकालो छ। म चाहिँ हेरिरहेको जस्तो गरेँ त्यहाँ जस्तो बाटो गएको लगाइरहेको छु।
यति मिनटपछि बल्ल आइपुग्यो है चिया बगान। मेरो पसिना हेर्नुहोस्, यो हो लुवाङको टी फार्मिङ। अहिले चाहिँ हामी लुवाङको टी फार्मिङमा छौँ। हामी चाहिँ तल बसेको त्यो माथि आएको छौँ, निकै मेहनत गरेर चढेर। पापा यो अन्नपूर्ण कुन हो? खाना खान लाग्यो है। यता चाहिँ सबैजना फर्केर आइ भनिदिनु त। सकेर गङ्गाडा आउने भने चाहिँ माथि फर्किँदैछु। अब खाना खाएर हामी घान्द्रुङतिर लाग्छु। हजुर सेकेन्ड ट्रिप। ल आजको चाहिँ बास चाहिँ घान्द्रुङ है। घान्द्रुङ हो। हामी यहाँबाट पोखरा गएर पोखराबाट बिरेठा नयाँ पुल हुँदै बिरेठा हुँदै घान्द्रुङ जान्थ्यो है। है त ल हाम्रो उहाँको चाहिँ यस्तो रहेछ जाने बेलामा बिदाई गरिदिनु हुन्छ। ल धन्यवाद। त्यही थियो यहीँ थियो बाई बाई हुन्छ। अब चाहिँ हामी चाहिँ निस्केको है गाउँबाट। न्युजिल्यान्डको जुत्ता हलाइरहेको छ यसले। लु अब चाहिँ हाम्रो लङ गाउँको होइन स्टे सकेर अब चाहिँ हामी घान्द्रुङतर्फ लाग्नु लाग्यो है। घान्द्रुङ अहिले हामी बाटोमा छौँ। त्यही हो। वेलकम टु घान्द्रुङ। बसेको रुम यता बाहिर यता दादाहरू हुनुहुन्छ, यता दिदी, यता बाहिरबाट भ्यू पनि छ तर आज कपडा सुकाएको रहेछ। भेनालाई स्पेसल थ्याङ्क्स भन्दै परिवारलाई स्पेसल थ्याङ्क्स भन्दै आजको यस हाम्रो फ्यामिली टुरको विशेष हाम्रो प्रमुख ठुलो हाम्रो गार्जेनलाई हाम्रो यो टुरमा आजसम्मको टुरमा के कस्तो तपाईँलाई दुःख कष्ट या रमाइलो खुसी कहाँनिर मलाई राम्रो लाग्यो भनिदिनको लागि 2 शब्द म यो माइक्रोफोन हस्तान्तरण जाओस् न त दाजुबाट। हजुर हाम्रो टुरलाई टुर भनेर टुरेको होइन, हाम्रो यात्रा हो कि हाम्रो यात्रा राम्रोसँग सफल भयो। सेकेन्ड डेज सफल भयो अहिलेसम्म सफल राम्रो भइरहेछ। पछि सब सफल हुन्छ कन्फर्म के त भइरहेको छ। हुने हुन्छ पनि भइ पनि रहेको छ, भइ पनि रहन्छ। अहिलेसम्म ठिकै छ। हिजो 3 बोतल खाएँ, आज अझ 2 लिटर खायो। हाम्रो मेरो चाहिँ खास गरी फर्स्ट भन्ने हो भने चाहिँ मिठो पल मिठो फ्रेस चाहिँ फर्स्ट डेमै राम्रो चाहिँ लागेको मलाई। मेरो स्वयं थिएन आजसम्मको पलहरूमा तपाईँलाई कुनै पल त्यस्तो नमिठो या कुनै स्मरणीय पलहरू कुनै छ भने प्लिज। अहिले घिनाको विषयमा म बोलिन्छु। थाहा भएन क्या कस्तो चाहिँ अब छोटो नौरा छ होइन, राति हामी प्रवेश गऱ्यौँ होइन भाइ, त्यही कारणले नमिठो पल या कहिले नबिर्से अवश्य मर्ने ट्रेन चाहिँ कुन थियो त भनिदिनु। ससुरालीले जिस्काएर भन्न। अब यहाँ अब भाइहरू अपलोड बिताएर चाहिँ हामी भन्छ नि पिचमा कुदाउँछौँ होइन है।
3-4 टन के अरे बढी हाल्छु क्या हुन्छ नि अब धेरै 3-4 टन 5 टन Okay. Let's go. Let's go. Hey. होटल पनि चेक इन गरेर फ्रेस भएर घुम्न लाको फेरि लेक साइडमा बसेको छु हामी चाहिँ त अब पोखरा के साह्रो गर्मी हो पोस्ट गरेर राखेको असला पनि रहेछ होइन म हेर्थे साथै मजा भयो आए बल्लायो आइमा छ नि कस्तो आइमा छ नि चिसो हुन्छ माथि गान ठुस हुन्छ नि बडे बालले केही दिदैन त यार
भित्र पसेपछि डेन्जर हुन्छ ठोकिने लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच एन्ड स्पेसल थ्याङ्क्स टु माई दिदी र भेनाजु फर अर्गनाइजिङ दिस ट्रिप हामीलाई निकै रमाइलो भयो र हामीलाई निकै स्पेसल मेमोरी पनि बनाएको छौँ थ्याङ्क यू भेरी मच